पनि गर्व गर्या थिए जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै हामीलाई के नै सुख छ मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन पहिरोले छैन खानी अन्न छैन भन्ने कुरा कता जानु भन्न मरु जन्म लिन पर्ने जापान धर्म छैन नेपालमा जन्म लिएर कहिले सुख पाइन हामीलाई के नै सुख छ मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन Hello everyone, I am Sophia Chhattapur, Junior KG. We are eight to call our brother and sister from playgroup to perform in Mesa song. Are we excited for the performance? Let's welcome them with big clap. Full performance. Wasn't it Chodak and Chakrina? I too enjoyed a lot. Yes, of course. Me Samira Powder from Senior KG. Me Chodak Lama from Senior KG. Me Sakrina Neopane from Junior KG. Warm greetings everyone. Now we would like to call our brothers and sisters from nursery to perform about comedians. श्रुति हाम्रा भाइ बहिनीहरूको मन पर्यो तपाईहरूलाई म रिसल चम्नगाई सिनियर केजीबाट म सिनिज खरा जुनियर केजीबाट म दिपराज मनान जुनियर केजीबाट म शुभ पौडेल सिनियर केजीबाट हामी हाम्रा भाइ नानीका भाइ बहिनीहरूलाई पाइएको भन्ने गीतमा स्वागत गरौँ
गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको किन आउनु भन्नु भोग्ला डान्स Ada pegang ada lagi. Wow, what a fabulous performance. Wasn't it Durkandende? Yes, friends, I also enjoyed a lot. I felt I was dancing with them. Hello, I am Shian's Bhatta from Senior KG. Hello, I am Urgalava for Senior KG. Hello, I am Eric Rao from Senior KG. Now we will like to call our respected dance teacher to perform. Let's welcome her with a big round of applause.
के लुगा चेन्ज गरिदिन्छ नि ए नाना सिकाउनु भन्नुभएको सिस्टरले नानी बाबुहरू चाहिँ सुवान साइरा र समिरा विगत 2 वर्षदेखि यस नेस्टिङ प्री स्कुलमा अध्ययनरत छन् र उनीहरू आज यहाँबाट ग्रेजुएट भएर जाँदै गर्दा मलाई मेरो 2 शब्द राख्ने अवसर प्रदान गर्नुभएकोमा स्कुल म्यानेजमेन्टलाई म विशेष धन्यवाद भन्न चाहन्छु। एज अ प्यारेन्ट्स अब आफ्नो बच्चाहरूको स्कुलिङको लागि सबैलाई टेन्सन अथवा एउटा चिन्ता हुनु स्वाभाविक नै हो, तर मेरो केसमा चाहिँ यो चिन्ता इन्टु 3 टाइम्स भएको हो कि जस्तो पनि मैले अनुभव गरेँ होइन। बिङ 3टा बच्चालाई एकैचोटि ग्रुम गराउने शिक्षा सँगसँगै संस्कार पनि देला होइन। अब आफ्नो पारिवारिक ब्याकग्राउन्ड अब अभियसली फाइनेन्सियल हेल्थको कुराहरू पनि यसमा आउने नै भयो। यो यावत कुराहरूको दौरानमा चाहिँ हामी यस नेस्टिङ प्री स्कुलमा आइपुग्यौँ। अब यस नेस्टिङ प्री स्कुलको बारेमा कुरा गर्नुपर्दा चाहिँ मैले ओभरअलमा यस नेस्टिङ प्री स्कुललाई अब मेरो व्यक्तिगत धारणामा चाहिँ राम्रै मानेको छु होइन। अब जहाँसम्म हाम्रा बच्चाहरूले नेस्टिङ प्री स्कुलबाट के सिके होइन, त्यो भन्दा पनि अब हामीले बच्चाहरूलाई स्कुल मात्रै पठाएर हामीले स्कुल पठाइहालेका छौँ, स्कुलमा सबै टिचरहरूले राम्रोसँग पढाइहाल्नुहुन्छ भन्दा पनि हामीले बच्चाहरूलाई घरमा पनि कस्तो खालको वातावरण दिइरहेको छौँ होइन। स्कुलको र घरको बिचको तपाईँको शिक्षामा चाहिँ हाम्रो प्रोपर ब्यालेन्सिङ हुनुपर्छ जस्तो मलाई लाग्छ है। जहाँसम्म हामीले चाहिँ त्यही लेभलले ट्राई गरेर आफ्नो बेस्ट दिएको छौँ जस्तो लाग्छ मलाई। अब जहाँसम्म कुनै दिन पनि स्कुल जानलाई आफू उनीहरू स्वतस्फूर्त रूपमा रेडी हुन्छन् होइन। घरमा झगडा नगर्ने, प्यारेन्ट्सलाई छोडेर स्कुल जाँदै गर्दा चाहिँ रुनी झगडा गर्ने कुराहरू गर्दैनन् र स्कुलप्रति नै उनीहरू चाहिँ अलिकति बढी माया मोह देखाउँछन् भने अभियसली त्यो चाहिँ स्कुलले आफ्नो बच्चाहरूलाई चाहिँ राम्रो पोजिटिभ इन्भाइरोमेन्ट क्रिएट गरेको हो जस्तो मलाई लाग्छ। त्यसै क्रममा अब जसरी तपाईँको एउटा घर बलियो हुनलाई भनौँ घरको जग सुदृढ र दिगो हुनु जरुरी छ। पोस्ट प्री स्कुल लेभलको एजुकेसनको लागि चाहिँ उनीहरूले प्री स्कुलमा सिकेको शिक्षा चाहिँ मेन जग हो भन्ने चाहिँ मलाई लाग्दछ र आशा गर्छु त्यो जग हाम्रो नेस्टिङ प्री स्कुलले बनाइदिएको छ होइन। नेस्टिङ प्री स्कुल र हामीले मिलेर त्यो जगलाई चाहिँ स्ट्रङ बनाएको छौँ भन्ने मलाई
विश्वास छ र यो कुरा भोलिका हाम्रो तीन बच्चाहरूको बृहत्तर ग्रोथमा डाइरेक्ट इन्फ्लुएन्स गर्नुहुने हाम्रो यस स्कुलको प्रिन्सिपल म्याम लगायत सम्पूर्ण म्यामहरू अनि अझ भनौँ यस स्कुलको उहाँहरूले चाहिँ तपाईँको यत्रो बच्चाहरूको रेखदेख होइन सुग्घर सफाइ रहन सहनमा चाहिँ एकदम विशेष मेहनत गरेर आज यो स्थानमा ल्याइ पुर्याउनु भएको छ। उहाँहरू सबैको लागि एकचोटि जोरदार ताली गर्नलाई पनि अभियसली आफ्नो रोल निभाउने नै छ होइन। ल र अन्तमा म यस नेस्टिङ प्री स्कुल र यहाँ
At last, I really appreciate you, all the team member of Nesting Tea School. भन्दै मेरो दुई शब्द यही टुङ्ग्याउन चाहन्छु। हस्त दुईजना अन्धा मान्छेहरू बसिरहेका छन्, हामी के गर्न सक्छौँ र? कसरी गर्ने त मद्दत? के उपाय सोचौँ न? उहाँहरूलाई केही मद्दत Hello.